आज असार 15 गते 2082 साल आइतबारको दिन तदअनुसार 29 जुन 2025 असार शुक्ल पक्ष चतुर्थी तिथि 9:55 पछि पञ्चमी तिथिमा प्रवेश गर्नेछन् भने अश्लेषा नक्षत्र रहेका छन् 9:45 बजेपछि मघा नक्षत्रमा प्रवेश गर्नेछन्। चन्द्रमा राशि कर्कट रहेका छन् 9:45 पछि सिंह राशिमा प्रवेश गर्नेछन्। सूर्य मिथुन राशिमा रहेका छन् र आज मेष राशिको राशिफल यस प्रकार छ। अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न सक्छ। वृष राशिको निम्ति राशिफल यस प्रकार छ। फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ तापनि गरिएको कर्मको उचित प्रतिफल पाइनेछ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको साथ सहयोग प्राप्त हुनेछ। व्यापारमा अवश्य लाभ हुनेछ। चुनौती पन्छाएर काममा जग बसाउने मौका छ। मिथुन राशिको निम्ति राशिफल यस प्रकार छ। रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ। गरिएको कर्मको सामान्य प्रतिफल पाइनेछ तर परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनु पर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाब किताबमा होसियार रहनुहोला। कर्कट राशिको निम्ति राशिफल यस प्रकार छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आम्दानीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। सिंह राशिको निम्ति राशिफल यस प्रकार छ। दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। कन्या राशिको निम्ति राशिफल यस प्रकार छ। काममा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अरूको करकापमा काम थालनी भए पनि फाइदै हुनेछ। टाढाको साथीभाइले साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नु परे पनि कर्जा मार्फत धन जुट्नेछ। केही खर्च लागे पनि देश विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। तुला राशिको निम्ति राशिफल यस प्रकार छ। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। मेहनत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यको लागि जग बसाउने मौका छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मेहनतको फल प्राप्त हुनेछ। नोकरी तथा पेसा व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ।
वृश्चिक राशिको निम्ति राशिफल यस प्रकार छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। तापनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला। भविष्यको लागि नयाँ काममा जग बसाउने मौका छ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। धनु राशिको निम्ति राशिफल यस प्रकार छ। काम थाल्ने र पछिका लागि सम्भावना खोज्ने समय छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजकै लागि फाइदा हुने काम गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हात पार्न सकिनेछ। मकर राशिको निम्ति राशिफल यस प्रकार छ। स्वास्थ्यका लागि आहार विहारमा अलिक सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला। कुम्भ राशिको निम्ति राशिफल यस प्रकार छ। मनोरञ्जनको समय छ। भेटघाटमा अलमल हुनेछ। अरूको विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। लेनदेनको कुरा नमिल्दा वाद विवाद हुन सक्छ। व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खिनुहोस्। कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्छ। नियमित काममा साबिक जस्तै फाइदा भइरहनेछ। मीन राशिको निम्ति राशिफल यस प्रकार छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार गर्नु पर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूको लागि बुद्धि र श्रम खर्चनु पर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मेहनत गरिकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ।